होटेलै यस्तो रहेछ अनि फेरि कहाँ बस्न सकिन्छ के होटेल मान्छे सान्छे केही पनि छैन माथि नर्सिङपाटीतिर मान्छे बस्छ नि बस्दैन त्यही डाँडो हो अँ बस्नु नि भयो त मलाई त खत्तम भयो त खुट्टा त 12:30 भएको थियो होला 12:15 बजी आइपुगेको थियौँ हामी अब देउरालीबाट फोन गरिदियो भाइ भनेर आएको उता तपाईँको चाहिँ काठमाडौँ गयो भने बिहानै सुनिसकेको थिएँ कि मैले बजाउँ न अनि तपाईँ बस्नु पायो होला फोन गरिदिनु 3 जना खाना बनाउनु भनिदिनु भनेर आएको फोनै गर्दैन त बदल रहेछ भाइ यो सोजुदा जिसका कनेक्शन एक मर्डर से एग्जैक्टली चौथा जब हम पेरिस जाएंगे तो मैं साइफिल टावर में सबसे ऊपर ले जाऊंगा और वहीं उसे वो नेकलेस दूंगा और पांचवा मैं सबने दिल की बात बताऊंगा और छठा होपफुली हम दोनों की जोड़ी सेट हो जाएगी वो सातवां पॉइंट मत भूलना हाँ बता कि ऐसा कुछ नहीं करना है क्यों क्योंकि हमें यूरोप में बैचलर बन के घूमना है पीटर जाडोले हालत खराब भयो अल्छी मान्छे भिजोग छ भिजोग चप्पल दिएन जुत्ता लगायो भने अब त जुत्ता लान कता हो लाउरो बनाउँ ल तलबाट हिँड्ने मान्छेहरू आइपुग्नु लाग्छ अरे डे 3 हामी यहाँबाट कति 12-13 घन्टा हिँडेपछि बल्ल होइन त्यो दाइको हिसाबमा हिँड्यो भने चाहिँ हिउँ पर्यो भए त यो बाटो हिजो हामी यहीँबाट फर्क्यो होइन चिसो हावा हेर्नु कस्तो लौरोको घरमा हुनु पर्यो 100 वर्ष पुरानो विप्लव लास्टै चिसो होला है पानी त लिच्ची चाहिँ स्मेल रहेछ कहिले
अब यहाँबाट पानी थापेर पुरै निस्केर एकदम चिसो डाइरेक्ट हिमालबाट आयो होला अनि हिउँको पानी हिउँ परेको जस्तो होइन बरफ यो सौफिरी धेरै माथि आयो यो माथिको डाँडो हो पुग्नुपर्ने ल हिमाल त बादल नर्सिङ पार्टी चारवटा डाँडा कटेपछि बल्ल आइपुग्यो 3700 मिटरको 3700 मिटरको हाइटमा होइन 3700 मिटर होइन कस्तो दामी अब कहाँ हो हामी त 4000 फिट मिटर माथि त्यसलाई पोलेर खानु पाए चाहिँ हुन्थ्यो आज त्यस्तो चिसो छैन हिजो यहाँ कोही नरो हिजो नभए हिजो हामी यहाँ आएर बस्ने अब कहिले फर्किनुहुन्छ तल तल तिनीहरू आयो भने बस्ने नभए फर्किने रे अनि तिनीहरू त अब आयो भने आज यहीँ हो बस देखिरह हलिरह क्या मजा लिने है म त झस्स के गर्यो भने त दाबी सिधै माथि रोकिन्थ्यो भिर कुर्दै तल खस्यो पनि सक्यो मान्छेको अगाडि एकदम गाह्रो भइरहेछ लास्टै टाढो गएर त्यो पर डाँडोबाट कहाँ कहाँ हुन्छ त्यो डाँडा त्यो हुसु माथि टुप्पो थकित भएर रेडबुल खान लागेको अवस्था 4100 मिटरमा आएर डाँडा साहब बेहोस भएको अवस्था बेहोस भएर ढलेको अवस्था ढुङ्गा बाहेक केही छैन खानलाई पानी छैन
भिजाएको छ लड्यो भने कहाँ हो मान्छे पानी खानु दिदैन कहाँ आइयो ल यसले नि रिफ्रेस गर्दो रहेछ यो रेडले यार ढोग्राइनस् लगाएर आइँदैन ढोग्राइनस् ढोका लगाएर आइँदैन त्यहाँ हिजो अस्ति माथि मुनिबाट ट्रेकिङ गर्दै आउँदाखेरि काठमाडौँ तल देखिँदो रहेछ नि त बादल मुनि खै त्यहाँ प्लेन उडेको एउटै देख्दैन भन्छु कि म चाहिँ के हो जस्तो लाग्छ कि उनीहरूले त्यो काठमाडौँ टेकअप गर्दाखेरि त्यति हार्ड लिइसके हुँदैन होला क्या बरु त्यो भएर हो क्या हो